कसको लागि काम लाग्छ त अब तपाईँले भोलि कुनै डिजाइन दिनको ठेक्का गर्दै हुनुहुन्छ यो चेक गर्ने नै रहर छैन किनभने कतिले गरिहाल्छ भने प्रिलिमिनरी डिजाइन गर्नको लागि यी कुराहरू चाहिँ अब लले नै दियो भन्नु त बोर्डले गर्नु मिल्छ तपाईँ आफै गरेर राख्नुपर्ने कोर्ट चारवटा त्यो चाहिँ नि बोर्ड होल गरेको छ भने यो चारवटा बोर्ड होललाई अलिक ताकतवाला डिजाइन बढी यसले भाग गर्नुपर्छ 500 भनेर आफै मान्छेलाई 1.4 भाग गर्नुपर्छ यसलाई म अलिकति देखेको छु कोरिलेसन गरेर पाउँछ माथि के लेखेको छ भने पाइल क्यापेसिटी क्यान अल्सो बी एराइभ बाई कन्डक्टिङ स्ट्याटिक लोड टेस्ट होइन स्ट्याटिक लोड टेस्ट मात्र गरेर पनि हामी चाहिँ क्यापेसिटी पत्ता लगाउन सक्छौँ तर त्यसलाई हामी कोरिलेट गर्नुपर्छ भन्नु खोजेको त्यो होइन नम्बर अफ लोड टेस्ट क्यान बी कन्डक्टेड the capacity of the pile shall be arrived based on the settlement equivalent to 10% of pile diameter. This is called metered pile capacity. The mean of metered capacity shall be obtained. The minimum metered capacity shall be also followed. अनि त्यसपछि चाहिँ हाम्रो चाहिँ नम्बर अफ टेस्ट एउटा भयो भने 1.4 ले भाग गर्ने नम्बर अफ टेस्ट दुईटा भयो भने 1.3 ले भाग गर्ने होइन त्यसै गरी नम्बर अफ टेस्टमा चाहिँ यो कोरिलेसन फ्याक्टरहरू फरक पर्छ त्यसरी पनि क्यापेसिटी निकाल्न पाइन्छ भनेर त्यसको अर्थ त्यो कुनै ठाउँमा चाहिँ पत्ता लगाएर अर्को पत्ता लगाउनु भन्दा पनि यो चाहिँ त्यो पाइल क्यापेसिटी क्यान अल्सो एराइभ बाई कन्डक्टिङ स्ट्याटिक त्यसबाट पनि हामी गर्न सक्छौँ भन्न खोजेको हो त्यसपछि हामी कोरिलेसन थ्योरी जति जति नम्बर अफ टेस्ट बढ्दै गयो उति फ्याक्टर चाहिँ तपाईँको घट्दै जान्छ है एउटा भन्नुपर्ने मैले त्यो अर्को भन्नुपर्ने के हो भनेदेखि यसपटक हामीले जियो टेक अहिले 24 पनि आइसक्यो अहिले 22 विषयमा भनिरहनु भएको छ 24 पनि आइसक्यो एउटा ध्यान दिनुपर्ने चिज चाहिँ के हो भने क्यारेक्टरिस्टिक डिस्टेन्स भन्ने सबैलाई थाहा छ हामी सिभिल इन्जिनियरहरूलाई अहिले जियोटेक प्यारामिटर सबै क्यारेक्टरिस्टिक प्यारामिटर निकाल्नुपर्छ सके सरले अघि भन्नुभयो फाइलको भ्यालु 1.1 1.2 जति पनि छ त्यसलाई चाहिँ 530 भनेको चाहिँ क्यारेक्टरिस्टिक भ्यालु हो त्यो